ब्राजिलले चाहिँ हिजो भएको गेममा नर्वेसँग हार बिहोर्नु पर्यो र ब्राजिलले वर्ल्ड कपबाट बाहिर गइसकेको छ। ओभरअल गेमको कुरा गर्नुपर्दा चाहिँ ब्राजिलले चान्स पाउँदा पनि चान्सलाई कन्भर्ट गर्न सकेन। डिफेन्सिभली ब्राजिल विक देखिरहेको थियो। मिडले पनि खासै चान्स क्रिएट गर्न सकेको थिएन र एटेकिङ वाइज पनि जुन जुन चान्स बन्यो त्यसलाई चाहिँ गोलमा कन्भर्ट गर्न सकेन। त्यसले गर्दा चाहिँ ब्राजिलले नमजाले हार बिहोर्नु पर्यो। उतापट्टि नर्वे भने एकदम बवाल टिम देखियो यो वर्ल्ड कपको गेममा। नर्वेले चाहिँ दामी दामी पासहरू झिकालादियो, ट्रान्जिसनहरू राम्रो राम्रो गरिरहेको थियो। फर्स्ट हाफमा चाहिँ ब्राजिलले जसो नर्वेलाई रोक्यो, तर सेकेन्ड हाफको अन्तिममा चाहिँ ब्राजिलले नराम्रो पर्फर्मेन्स गर्यो र गाब्रिएल मागालेसले हल्यान्डलाई रोक्न सकेन र त्यसले गर्दा चाहिँ हल्यान्डले 2 गोल दामी हानिदियो र ब्राजिललाई निकाल्यो वर्ल्ड कपबाट। लास्टमा नेमारको गोल चाहिँ आयो, तर त्यो गोलले चाहिँ ब्राजिलको फ्यानहरूलाई एज अ नेमारको लास्ट डान्स, नेमारले गोल हान्यो भन्ने मेमोरिज मात्र बनाएर गयो। अरू त्यो गोलले खासै केही असर त पारेन र त्यही हो, ब्राजिल वर्ल्ड कपबाट बाहिर गइसकेको छ। अब नेक्स्ट वर्ल्ड कपै कुर्नुपर्छ ब्राजिल फ्यानहरूले। ब्राजिलले खेला हेर्नलाई, तर एउटा स्याड न्युज हो कि नेमारले चाहिँ रिटायरमेन्ट लिइसकेको छ र नेमारले चाहिँ अब उनी वर्ल्ड कप खेल्नेवाला छैन। सो त्यही हो, लाइक द भिडियो एन्ड कमेन्ट डाउन बिलो हाउ वाज युर एक्सपिरियन्स वाइल वाचिङ द गेम ब्राजिल फ्यान। र मेरो चाहिँ एकदम नराम्रो थियो यो गेम चाहिँ। मैले एकदम उम्मिद लाएर हेरेको थिएँ ब्राजिलले राम्रो पर्फर्मेन्स गर्छ भनेर, तर त्यस्तो चाहिँ हुन सकेन र